जेन्जी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाट गर्ने 375 जना पक्राउ, 141 वटा मुद्दा दर्ता। स्वकीय सचिव कटौतीले सरकार र संसद बीच बढ्यो टकराव। विदेशमा रहेका नेपालीलाई मताधिकार दिने बारे अझै पनि अलमलमा छ निर्वाचन आयोग। हितेन्द्र देव साक्यको रिटमा 21 कार्तिकमा अन्तरिम आदेशको छलफल हुने। काठमाडौँका 19 स्थानमा निशुल्क वाइफाई इन्टरनेट। जेन्जी आन्दोलनमा फेसबुकबाट पार्टी त्यागेकाहरूलाई एमाले काठमाडौँले दियो यस्तो मौका। जेन्जी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले 375 जनालाई पक्राउ गरेको छ। कार्तिक 17 गतेसम्मको विवरण अनुसार देशभरबाट 375 जनालाई पक्राउ गरिएको र 141 वटा मुद्दा दर्ता गरेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार सबैभन्दा काठमाडौँ उपत्यकामा 218 जना पक्राउ परेका छन्। पक्राउ परेकालाई कर्तव्य ज्यानदेखि आपराधिक उपद्रव, हात हतियार, खरखजना, चोरी र अभद्रको कसुरमा मुद्दा चलाइएको छ। साथै 96 वटा मुद्दा दर्ता गरिएको छ। यस्तै कोशी प्रदेशमा 30 जनालाई पक्राउ गरेको छ भने 4 वटा मुद्दा दर्ता गरेको छ। तोडफोड, आगजनी तथा लुटपाट जस्ता गतिविधिमा संलग्नहरू सबैलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने गृह मन्त्रालयले जनाएको छ। मध्य प्रदेशमा 21 जना अभियुक्तलाई पक्राउ गरिएको छ भने मुद्दा दर्ताको संख्या 6 रहेको छ। यस्तै बागमतीमा 33 जना अभियुक्त पक्राउ परेका छन् भने 11 वटा मुद्दा दर्ता भएका छन्। गण्डकीमा 32 जना अभियुक्त र 7 वटा मुद्दा, लुम्बिनीमा 29 जना अभियुक्त र 11 वटा मुद्दा दर्ता, कर्णालीमा 4 जना अभियुक्त र 3 वटा मुद्दा दर्ता तथा सुदूरपश्चिम प्रदेशमा 8 जना अभियुक्त र 3 वटा मुद्दा दर्ता भएको गृह मन्त्रालयले जानकारी दिएको छ। मेलमा आगजनी तथा तोडफोड, लुटपाट जस्ता गतिविधिका 36,000 भन्दा बढी भिडियो, फोटोहरू सहितको प्रमाण सङ्कलन गरिएको प्रहरीले जनाएको छ। प्राप्त भिडियो, फोटोहरूको आधारमा व्यक्ति पहिचान गरेर कारबाही गरिने प्रहरीले बताएको छ। यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत 23 र 24 भदौमा भएको आन्दोलनको क्षति विवरणसहित जिल्ला प्रहरी परिसरमा उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन्। गत 23 र 24 भदौमा भएको जेन्जी आन्दोलनमा 76 जनाको मृत्यु भएको थियो भने सिंहदरबार लगायत महत्त्वपूर्ण सरकारी संरचनाहरू जलाइएको थियो। सरकारको पछिल्लो निर्णयपछि संघीय संसदका पदाधिकारीहरू सरकारसँग रुष्ट भएका छन्। सांसदका स्वकीय सचिवको सुविधा कटौती गर्ने र संसदका पदाधिकारीको सचिवालयको संख्या कम गर्ने सरकारको निर्णय छ। यो निर्णय लिँदा सरकारले आफूहरूसँग कुनै परामर्श नगरेको र यो निर्णयले संसदको काम गर्ने क्षमतामा समेत असर पर्ने भनेर उनीहरू सरकारसँग रुष्ट भएका हुन्। सभामुख देवराज घिमिरे त सरकारको नियतमै प्रश्न गर्छन्। मूलत यो सरकार, वर्तमान सरकार संसदलाई कसरी कमजोर पार्ने भनेर लागेको छ। सभामुख घिमिरे भन्छन्, बुझेर नबुझेर सरकार यो काम संसदलाई कमजोर बनाउने काममा लागेको छ। सरकारले नेपालको शासन प्रणाली के हो ख्याल गरेर त्यसअनुसार व्यवहार गर्नुपर्ने सभामुख घिमिरेको आग्रह छ। प्रतिनिधि सभा विघटित अवस्थामा रहे तापनि राष्ट्रिय सभा जीवित रहेको उल्लेख गर्दै उनी संसदको सही प्रयोग हुनुपर्ने बताउँछन्। उनी भन्छन्, राष्ट्रिय सभा जिउँदो छ। हाम्रो कानुनी प्रबन्धले सभामुख र उपसभामुख रहेका छौँ। यस रूपमा नेपालको संसदीय प्रणालीमा संघीय संसद छ। जिउँदो रहेको संसदलाई प्रभावकारी बनाइनु पर्नेमा सरकार उल्टो तरिकाले अगाडि बढेको सभामुख घिमिरेको भनाइ छ। यस संसदलाई कसरी काम गर्नलाई अप्ठ्यारो पार्न सकिन्छ भन्ने उहाँहरू अर्थात् सरकारको छ। प्रधानमन्त्री समेत मन्त्री परिषदमा रहेका सदस्यहरूको नियतमाथि प्रश्न गर्दै उनी भन्छन्, कानुन त मिल्दा पनि नमिल्दा पनि संसदलाई कसरी रोकआउट गर्न सकिन्छ भन्नेमा सरकार देखिन्छ। सभामुख सहित संसदका पदाधिकारीहरूले चित्त दुखाएको सरकारको निर्णय हो। सांसदहरू र पदाधिकारीहरूको समेत स्वकीय सचिव कटौती गर्ने निर्णय। यो विषयमा सरकारको ध्यानाकर्षण गर्न उनीहरू सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पुगेका थिए। बालुवाटार छलफलपछि मङ्गलबार सभामुख घिमिरेले सिंहदरबार स्थित आफ्नै सभाकक्षमा पत्रकारहरूसँग भेट गरेका थिए। भेटका क्रममा उनले राज्यका 3 वटा अङ्ग, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आफैमा स्वायत्त समेत रहेको बताए। तर सरकारको व्यवहार कुनै एउटा कार्यालयलाई गरे जस्तो अनुभूत हुन पुगेको भनेर प्रश्न उठाए। यो विषयमा बालुवाटारमा छलफल भइरहँदा प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनालसँग टेलिफोनमा संवाद गरेका थिए। संवादका क्रममा अर्थमन्त्री खनालले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट प्रस्ताव आएर अगाडि बढेको र त्यसअनुसार सांसदका स्वकीय सहितका विषयमा निर्णय भएको जवाफ दिएका थिए। अर्थमन्त्री खनालको यस्तो जवाफप्रति समेत सभामुख घिमिरे रुष्ट रहेका छन्। सरकारले संसदसँग समन्वय नगर्ने र संसदले पनि सरकारसँग समन्वय नगर्ने कुरा जुन छ अहिले त्यसमा सभामुखले असन्तुष्टि व्यक्त गरेका हुन्। सरकारले ल्याएका विधेयकलाई अगाडि बढाउन संसदले सहयोग गर्ने गरेको उल्लेख गर्दै उनले संसदले सरकारलाई असहयोग गर्ने नीति लियो भने प्रणाली कता पुग्छ भनेर समेत प्रश्न गरेका छन्। यस्तो अवस्थामा सरकार असफल हुन सक्ने उनको दाबी छ। विदेशमा रहेका नेपालीलाई मताधिकार दिने बारे निर्वाचन आयोग अझै अलमलमा छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागी गराउने विषयमा समेत सरकार र आयोगले आवश्यक गृह कार्य गरिरहेको बताउँछन्। उनी भन्छन्, अबको 1-2 दिनमा हामी यसको निचोडमा पुग्छौँ। भण्डारीले विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागी गराउनुपर्ने स्वाभाविक मागप्रति आयोग कुनै विमति नरहेको भने बताएका छन्। उनी भन्छन्, विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउनुपर्छ भन्ने कुरा उठेका छन्। आयोगले यसलाई कसरी हेरेको छ? यो स्वाभाविक माग हो। प्रवासी नेपालीको यो मागप्रति आयोगले विमति पनि राखेको छैन। विदेशमा रहेका नेपालीहरूले मताधिकार पाउनुपर्छ भन्ने विषयमा अहिले विभिन्न चरणमा छलफल पनि भइरहेका छन्। यसका सम्भावनाबारे छलफल भइरहेको भण्डारीको जवाब छ। अहिले विदेशका केही ठाउँमा भए पनि विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउँ भन्ने सरकारको पनि आग्रह छ। सरकार आफ्नै तहबाट अध्ययन समेत गरिरहेको छ। आयोग समेत आफ्नै तहबाट अध्ययन गरिरहेको छ। अध्ययन गरिसकेर केही दिनमा निचोडमा पुगिने उनले। नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्रदेव साक्यले आफूलाई कानुन विपरीत जल तथा ऊर्जा आयोगमा सरुवा गरी अर्को व्यक्तिलाई प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गरेको भन्दै त्यसलाई खारेज गर्न दिएको रिटमा आगामी शुक्रबार अन्तरिम आदेशका लागि छलफल हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश निरपदोज निरौलाको एकल इजलासले विपक्षी समेतसँग छलफल गर्नुपर्ने देखिएको भन्दै 21 कार्तिकका लागि पेशी तोक्ने निर्णय गरेको हो। 5 असोजको मन्त्री परिषद बैठकले साक्यलाई जल तथा ऊर्जा आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने र प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। त्यस निर्णय विरुद्ध साक्यले बिहिबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। उनले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सिलवाल लगायतलाई विपक्षी बनाएर रिट दर्ता गराएका छन्। 11 चैत 2081 मा तत्कालीन केपी शर्मा ओली सरकारले प्राधिकरण प्रबन्धक निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेर साक्यलाई नियुक्त गरेको थियो। त्यस विरुद्ध घिसिङ सर्वोच्च अदालत गएका थिए, तर उनले अन्तरिम आदेश पाएनन्। मुद्दा भने विचाराधीन छ। तर जेनजी आन्दोलनपछि घिसिङ ऊर्जा मन्त्री बने लगत्तै साक्यलाई उनले पदबाट हटाएर आफ्ना विश्वासपात्र तथा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्ति दिलाएका थिए। घिसिङ र साक्य दुवैको नियुक्ति र बर्खास्तीको मुद्दा सर्वोच्चमै विचाराधीन रहेको अवस्थामा साक्यलाई सरुवा गरिएपछि उनी फेरि मुद्दा लिएर काठमाडौँका विभिन्न 19 सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाई इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशील, महत्त्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाई इन्टरनेट सेवा विस्तार भएको हो। मन्त्रालयका अनुसार यसअघि नै वाइफाई इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मत सम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने 3 निर्माणाधीन सहित 8 स्थानमा नयाँ जडान गरिएको हो। मन्त्रालयका अनुसार अब काठमाडौँको नयाँ बस पार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तार सहित सञ्चालनमा वाइफाई सेवा उपलब्ध हुनेछ। साथै काठमाडौँको ठुलो भर्याङ यातायात व्यवस्था कार्यालय र ललितपुरको एकान्त कुना स्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ। भक्तपुरको राधे राधे स्थित यातायात व्यवस्था कार्यालयमा नयाँ स्थापनाको क्रममा रहेको मन्त्रालयको भनाइ छ। निःशुल्क वाइफाईको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवा प्रदायक कम्पनीसँग सम्झौता भइसकेको छ। नेपाल टेलिकम, वर्ल्ड लिङ्क र भायोनेट कम्पनीले निःशुल्क वाइफाई इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन्। सञ्चार मन्त्री खरेलको विशेष सक्रियतामा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाई इन्टरनेटको पहुँच विस्तार गरेको हो। प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल, त्रिवी शिक्षण अस्पताल, महाराजगञ्ज, टेको अस्पताल, कान्तिपाल अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, शहीद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा 10 MBPS ब्यान्डविथलाई बढाएर 150 MBPS बनाइएको छ। ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि 100 MBPS बाट बढाएर 500 MB बनाइएको छ। नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालबाट पार्टी त्यागेको घोषणा गर्नेहरूले लिखित आत्मालोचना सहित निवेदन दिएमा फेरि जिम्मेवारीमा फर्काउने निर्णय गरेको छ। अध्यक्ष दीपक निरौलाको अध्यक्ष र इन्चार्ज आनन्द पोखरेलको उपस्थितिमा बसेको बैठकले कार्तिक 28 गतेसम्म लिखित आत्मालोचना गरेमा सामाजिक सञ्जालमा दिएको राजीनामा फिर्ता गरिने नेता नवराज भट्टराईले जानकारी दिए। जेनजी आन्दोलनका क्रममा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका उपाध्यक्ष विश्वराम सापकोटा सहित केही सदस्यले राजीनामा दिएको घोषणा गरेका थिए। त्यसबेला जोगिनका लागि राजीनामा घोषणा गरेकाहरूले पार्टीमा पुनः क्रियाशील हुन चाहेपछि उनीहरूको सहजताका लागि यो निर्णय गरिएको बताइएको छ। त्यसबेला विशेष गरी भदौ 23 र 24 गते विभिन्न तहका नेता कार्यकर्ताले पार्टी त्यागेको घोषणा गरेका थिए। प्रदेश कमिटी सदस्य हरिशरण थापाले पनि राजीनामा दिएका थिए। उनीहरूले 28 गतेसम्म लिखित माफी मागेमा
माफी दिने भएको छ। तर आन्दोलनका क्रममा तोडफोड, आगजनी जस्ता घटनामा संलग्न रहेको प्रमाण भेटिएका हकमा भने कुनै पनि सदस्यलाई निष्कासन गरिने अध्यक्ष दीपक निरौलाले बताए।